कुनै पनि काम गर्दाखेरि चाहिँ ध्यान दिएर गर्नुपर्ने हुन्छ साथीहरू, नत्र म जस्तै रुनुपर्ने हुन्छ। म हिजो रोथेँ। सो यो चाहिँ मेरो 5th भ्लग र आज म भान्सामा खाना पकाइरहेको थिएँ। हेर्न सक्नुहुन्छ बिहान बिहान कस्तो बित्ति घाम चर्केको थियो। लिची खान्छु भनेर बोटमा हेर्न जान्छु त बोटै काटेको थियो, लिची नै थिएन। अनि मम्मीले मलाई यहाँ हेर्न भन्नुभएको थियो, हाहा गरिरहेको थिएँ। त्यो धानको बिउमा चरा हुन्छ नि त, त्यही भएर। अनि लिची अलिअलि रहेछ, गएर टिपेँ लिची म चाहिँ। अनि टिपेर त्यो लिची खाएँ। लिची खाइसकेपछि मम्मीहरू बारीमा जानुभएको थियो, त्यही भएर मम्मीहरूलाई चाहिँ चिया र पाउरोटी लगिदिन्छु भनेर चिया पकाएर पाउरोटी किनेर अनि लगिदिएँ मैले चाहिँ। अनि ढिलो भइसकेको थियो, त्यही भएर छिटो छिटो पसलमा गएँ। अनि म पसल पनि पुगेँ र बिहानै आज त कस्टमर पनि आइसक्नु भएको थियो। अनि कस्टमर आउनुभएको थियो अनि फेरि हामीले बिल बनाएँ। पूजाले टिपाइरहेको थियो अनि मैले चाहिँ लेख्न थालेँ बिल। अनि त्यसपछि चाहिँ बिग्रेको लुगाहरू चाहिँ हामी पटाउन थाल्यौँ। मैले पनि यता साइडमा सर्ट सेटहरू पटाउन थालेँ। अलिअलि सामान गोदाममा लान थियो, त्यो नि लगेँ र त्यहाँबाट नि ल्याउन थियो, त्यो पनि लिएर आएँ। र बहिनीलाई पैसा पठाउँदा चाहिँ साथीहरू मेरो एसियाबाट झुक्केर टपअप भयो। यस्तो म त रुम्की हाँसुम भइसकेको थियो। म त अनि अफिस पनि गएँ, एनसेलको अफिस नि गएँ। केही हुँदैन भनेपछि मेरो चाहिँ आँखाबाट आँसु नै आयो। अनि एनसेल एप तानेर चेक गरेँ है, हेरेको त्यसमा चाहिँ मिल्दो अप्सन देखाएको थियो, इन्टरनेटमा तिर्ने, बिजुलीको तिर्ने। त्यो देखेपछि चाहिँ मलाई अलिकति भए नि राहत आएको थियो। अब पे गर्न चाहिँ मिल्छ कि नै चाहिँ थाहा भएन। बहिनीले मलाई नम्बरमा पैसा हाल्छ मात्रै थाहा हुन्छ। अब आजलाई चाहिँ यति नै साथीहरू, बाई बाई।